कारण उहाँको छुट्टी भएको छ 2 दिन। गाइजहरू सामान राख्दै हम भोलि यहाँ रमाइलो मानेर हेर्नु होला। हाई एभ्रीवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी पोखरा जान लागेको सबै। Say hi to my vlog. Say hi to my vlog. आज गुडी घाटा कति हो त? अनि हाम्रो सामान चाहिँ डेन्जर धेर भयो क्या, अनि एकदम धेर भयो, अनि हतार हतार भयो। मैले लान होला नि बुढी। जोले हतार भयो। जाँदैछ डर लाग्ने गर्छ र आज त कसरी यस्तो भएको छैन। यहाँ के अरे कहाँ आइपुगेछ हामी बल्ल 1 घन्टा लाग्छ होला। यहाँ त ठिक हो नि, 1 घन्टा त पुगिन्छ। 1 घन्टा नि लाउन रे अब त सरासरी घरबाट अलि माथिसम्म आजु के हो भाँडा कुरा के यो घाँस भएर डेन्जरै भयो क्या, डेन्जरै लाग्यो। गाडीमा हो रे। यहाँबाट त हिँड्ने आमाको कति गाममा बसेछ। हामी चाहिँ गाउँदेखि बाजी बजे आएर ढालामा चढे हम। यस्तो सामान नि डेन्जर धेर हो कि, अनि के भगवान् यस्तो ठाउँमा चढेर जानु परेन। ओ बाटो फेरि खतरै हो। बाटोमा मसाज भइरहेछ, डिस्को भइरहेछ। त्यही हो बाटो हो त्यहाँबाट डिलमा त फेरि त्यस्तै डर लाग्दो छ कि हेर्दै है। तल डाइरेक्ट तल भैँसीको खोला देखिन्छ। यहाँतिर त यस्तो डाँडा काँडा देखिने भएर किन्नु भएन नि त, पाटा पाटा भएर। अलिक उता गयो भने त डाइरेक्ट तल देखिन्छ कि, अनि बाटो नि हल्द्रै हल्द्रै। के हो हामी चाहिँ पोखरा जाँदै हो। सामान लिएर बाटो के गर्ने यस्तै हो। बाजे बजे मम्मी ड्याडी चाहिँ भित्र हुनुहुन्छ, हामी 3 जना चाहिँ बाहिर बसेको। त्यही हो। हामी एक खुट्टा उफर्छु म त। यो खालि बुझ्दिनँ त पुरा साथीहरू डन्डर डलाउँदै हिँड्नु नि त, अनि लास्टै डलाउँछ कि किन्छ भनेर। डरलाई पनि बस्नु परेको छ। यहाँ अलि भर्खरै पहिरो गएको हो, त्यही भएर डर लाउँछ। हेर्नु है गाइज, बाटो हेर्नु बाटो पाला त्यस्तो त्यो बाटो होइन। के गर्ने हिँड्नुभन्दा डराउँदै गाडीमा चढ्नु ठिक। मान्छे गाडीमा हिँडेको डरायो। त्यही हो मैले देखाउनेहरू यिनीहरू नै हो। बाटो डराउँदै हिँडेको बाटो रमाइलो मानेर हेर्नु होला। तर यस्तो गर्मी हो। ठिकै भयो, छुट्टी भयो, आनन्द भयो, पोखरा जानु पाइएछ। ल हेर न है साथीहरू, अब यो डिल होइन त होइन रहेछ, डिल कटेर गएछ। अब यो डिलबाट डाइरेक्ट तल हो पुग्ने नि कि। यहाँ रोकिने खचेनाहरू कतै पनि छैन। यहाँबाट
डाइरेक्ट के भन्छ अरे बैसेरीको डिल तिब्लाङको डिल जान्छ त्यही भएर अलिक खतरनाक छ ड्राइभर फेरि खतरा हुनुहुन्छ बिस्तारै चलाउनु जान्दिनुहुन्न क्युरियस हो यस्तो बाटो पनि यस्तो चलाउन धेरै भिड लगाइदिएर अब तिब्लाङ गएर भेटौँ मोबेर हेर्नु न यत्रो खालको बाटो नि भिराएर पहिराएर भिराएर चाहिँ मैले पहिराएर यत्रो बाटो नि यही हो सबभन्दा भेरी डेन्जरस ठाउँ हेर्नु न झन् हिलो नि है त्यस्तै छ यहाँबाट खस्यो भने के गर्ने हेर्नु त यहाँ त बाटो जस्तो बाटो छ कि छैन जस्तो यो चाहिँ वान अफ द डेन्जरस ठाउँ हो यो बाटोको डर त डरै लाग्छ हिलो फेरि त्यस्तै हिलो नभएको भए नि भन्ने हुन्थ्यो त्यस्तो गर्छन् चलाउने मान्छेले डर लाग्दो हामी पछाडि बस्नेलाई त मेन यही भिड हो यही भिडबाट यत्रो बाटो हो माथिबाट खसेको खसे त्यही भएर अब त अलमोस्ट अप्ठ्यारो बाटो चाहिँ काटियो भनौँ सनबाथ लिँदा नालामा सनबाथ लिँदैछु भारी पर्छ भारी पर्छ निलो आकाश यो घुमाएर लास्ट सानो हो त्यही भएर जहिले ब्याक गर्नुपर्छ यहाँ त अब ल अब चाहिँ हामी दसुलले आइपुग्न लाग्यो अब चाहिँ म चाहिँ अब तिब्लाङ मोबिरबाट चाहिँ उसमा जाने हो स्कुटरमा जाने हो किनभने ट्याक्सी बोलाएको ट्याक्सीमा नहटाउने भयो हामी सबै सो अब चाहिँ स्कुटरमा जाने हो ल साथीहरू अब भेटौँला कतै कतै बाटोतिर हामी चाहिँ दसैँले आइपुग्यो अनि म चाहिँ पानी खान जानु लाग्यो बेलाउती लगाइदिएको हामीले चाहिँ अनि बेलाउती लगाइदिएको अब यहाँबाट सुन्तला लिएर जान्छौँ अलि पछि अहिले त भएन रहेछ यत्रो धेरै छ के यत्रो धेरै छ सुन्तला नि नमस्ते बाजे यत्रो धेरै पुरै सुन्तलाको बारी बाजे बजेको नमस्ते बाजे नमस्ते बाजे बाजे पानी खानु पर्यो क्या हो यो पानी खाने चाहिँ माछा पाल्नु भयो रहेछ बाजे बजेले सुन्तला हेर्नुहोस् यत्रो फल्यो अब पछि चाहिँ यहीँबाट लिएर जान्छन् सुन्तला यत्रो धेरै छ आमामा यत्रो यो घरैभरि सुन्तला सुन्तला छ आमामा गाइजहरू सामान राख्दै हम भोलि अझै आधा सामान नहटेर पछि ल्याउनु भनेर म चाहिँ अब गर्न चाहनु After few days later, we went to watch movie. मुभी हेर्न जानु लागेको जेरी अन टप भन्ने अनि त्यही हो हामी चाहिँ रेडी हुँदैछौँ अनि हाम्रो चाहिँ 5 बजेको सो हो गाइज हेर्नु न भाले कराएर कस्तो डिस्टर्ब हानिदियो मेरो भ्लगमा अनि त्यही हो अनि आज चाहिँ ट्रेड मलमा चाहिँ जेरी अन टपको टिमहरू सबै आउँछ भनेको छ त्यही भएर जान लागेको नत्र म जान्थेन सिरियसली आजसम्म नत्र म गइसक्थेँ मलाई मुभी हेर्न मन भएको भए तिनीहरू आउँछ भनेर मात्र जान लागेको इफ तिनीहरू आएन भने नि मलाई रिफन्ड चाहिन्छ रिफन्ड
सो या गाइस अनि हाम्रो मेकअपको सामान चाहिँ छैन किनभने हामी हिजो बाहिर गएको थियो डिनर गएको थियो अनि वहीँ तलै आन्टीको घरबाट रेडी भएर जानु थियो नि त अनि त्यही भएर त्यहीँ लिएर गएको थियो कि सबै सामान अनि फर्किने बेलामा त यत्तिकै कोही कति बेला फर्केर जानै पाएन अनि हामी चाहिँ त्यहीँ गएर रेडी हुने हो मेकअपहरू चाहिँ त्यहीँ गएर गर्ने हो अनि आज चाहिँ म दिदीहरूसँग जान लागेको सो या गाइस getting ready guys yes ओके अब चाहिँ तल रेडी हुन गएपछि भेटौँला ल ओके किप वाचिङ म अहिले देखाउँछु मेरो आउटफिट चाहिँ गाइस हामी चाहिँ जान लागेको होइन अनि मैले जाडोमा चाहिँ यस्तो लगाएको यो ज्याकेट चाहिँ स्कुटरमा चढ्नलाई मात्र हो अनि या गाइस अब चाहिँ हामी जान लागेको अब तलैतिर गएर भेटौँला रुम चाहिँ यस्तै हो जहिले होइन हालत खराब छ ओके गाइस बाई तल गएपछि भेटौँला हरू चाहिँ जहिले पनि हग्ने बेलामा काठ खोज्ने हो हगिसकेको चाहिँ अनि हामीसँग बल्ल आधा घन्टा बाँकी छ अनि यिनीहरू चाहिँ यहाँ हेयर वास गर्दैछ अनि यिनीहरू चाहिँ रेडी हुन नि यत्रो टाइम लाउँछ कि के भन्ने है म चाहिँ रेडी हुँदैछु यिनीहरू चाहिँ डेन्जर टाइम लाउँछ डेन्जर क्या जहिले टाइम लाउँछ यिनीहरू अब भेटे रेडी भएपछि भेट्छु ल गाइस हामी चाहिँ ट्रेड मल आइसक्यौँ होइन त्यसपछि अनि गाइस हामी चाहिँ ट्रेड मल आइसक्यो अनि मलाई अझै सोचिरहेको छु कि मैले ट्रेड मल गरेछु भनेर धन्न ट्रेड मल चाहिँ गएन अनि अहिले चाहिँ 5, 11, 12 भइसक्यो अनि आएकै छैन सोफिया चाहिँ फेरि आफ्नै पोस्टमा गोल स्टार्ट भयो अब चाहिँ यही देखेँ होइन Aren't you happy? म झन् 1 महिनामा हुने काम तेरोलाई छिटो सकाएर आएको I missed you. By the way, ऊ चाहिँ पेमा हाम्रो गाइड अनि श्रेया Hi, I'm Shreya. Pema. His fiancé. Oh my god. गाइस ब्रेक भएको छ अनि हामीले खाजा लिन लागेको अनि कता प्याकको खासै मिड टाउनमा प्याक हुनुपर्ने तर यहाँ प्याकै रहेछ होइन मिड टाउन गएको भएर अहिले यति बेलासम्म मैले भेटिसकेँ अब खाजा लिएपछि भेटौँला हामीले चाहिँ खाजा लियो अब चाहिँ जानु गाइस बत्ती बाल्नै मिल्दैन है यो भिडियो बनाउनलाई त
अब चाहिँ हामी फर्किन्छौँ होला कता गयो एन्जलहरू चाहिँ हरायो म फोटो खिच्नु चक्करमा आँचल गाइस फोटो गाइस जानुभयो के गर्छ फोटो खिच्दा पर्दैन सबले